लस्सो फेरि पनि हजुरहरूको समक्षमा नयाँ भिडियो है। आज चाहिँ म जिमलाङ जाँदैछु है। अनि हामी चाहिँ यता गाउँ तल आएर चुचे ढुङ्गामा रोकिरहेको छौँ है। दिन चाहिँ हेर्नुहोस् अहिले है, पानी परेर मजाको भइरहेको छ, उग्रिरहेको छ। अनि एकजना भाइ चाहिँ गयो, हामी दुई भाइ चाहिँ यहाँ छु है। अब जाने तपाईँहरूलाई वहीँ पुगेर अब देखाउने है बाटोमा। अहिले भने चाहिँ हामी यहाँ तल रोकिरहेको छौँ है। यहाँबाट चाहिँ यस्तो टिस्टाहरू देख्छ है। पुरा पानी पर्दैछ, हेर्नुहोस् धमिलो भइरहेको रहेछ। दामी देखिरहेछ है आज चाहिँ। यहाँ चाहिँ एकछिन रोकेको, खै भाइको पेट्रोल सकियो भन्छ हो। अब तल हाल्छ अरे के कसो है। अब तपाईँलाई है बाटोमा देखाउने छु होइन। पेट्रोल सक्यो भन्दैछ है। अब तलबाट ठेलाइ त होला, अब पाएन अन्त हो। हामी मेन रोड आइपुग्यो है, सक्यो मेन रोड आइपुग्यो। अब हामी यहाँबाट त्यसो जानुपर्छ है, 27 माइलहरू भएर जानुपर्छ। हुन्छ हेर्दै गर्नुहोस् है। अहिले चाहिँ भने हामी है टिस्टाभेली गाउँमा आइपुगेँ है। यहाँनिर हेर्नुहोस् ल, तपाईँलाई दामी चिज देखाउँछु हेर्नुहोस् है। कस्तो दामी देखिरहेको छ। यहाँबाट चाहिँ हामी बाटोमा छु है, यहाँ हेर्नुहोस् न कस्तो दामी देखिरहेछ। यो फुल चाहिँ दामी रहेछ। हेर्नुहोस् त फुल, यो के फुल हो मजाको देख्दो रहेछ। अहिले चाहिँ हामी बाटोमा छौँ है। पुग्नुको लागि अब अलिक लाग्छ टाइम। ल नजारा देखाइदिएको। अहिले भने चाहिँ हामी बाटोमा छौँ यहाँनिर है। मजाको दृश्यहरू हेर्नुहोस्। यहाँ भाइहरू हामी है एकदम यस्तो दामी देख्छ यहाँबाट है। दुर्पिन गुम्बाको अलिकति उयो देख्दैछ है, कालिम्पोङ दुर्पिन गुम्बा। जब हामी यहाँ बसिरहेको छौँ। फोटो खिचेको होइन भाइ? हामी जाने उयो डाँडा चट्टै पारेर जानुपर्छ अब हामी हो। त्यो है। अब हामी चाहिँ यहाँ अलिकति है फोटोहरू खिचेर यहाँबाट चाहिँ निक्लेको। कहाँ भेट्छ फोटो खिचेर चाहिँ गरेको। अब यहाँबाट लाग्ने हामी चाहिँ पुगेर है यसरी चिया खाँदै बात मारिरहेको छौँ। आज चाहिँ सेकेन्ड डे है। यहाँ चाहिँ हामी खानासाना खाएर यहाँ गुम्बा हेर्न आइरहेको छु। मेमेहरू हुन्छ है। यहाँ चाहिँ यस्तो है गुम्बा बनिँदो रहेछ। हिजो अस्ति यहाँ पूजा भएको यसरी बनाउँदो रहेछ यहाँको है गुम्बाहरू। आजको दिन चाहिँ हेर्नुहोस् यस्तो छ, पानी है। कति दिन भइसक्यो पानी परेको है। यता घुम्नु जाँदैछु म भाइहरू है। जिमलाङ सिङ हावा खाँदै है हेर्दै नै गएको। कस्तो हुन्छ आजलाई यति नै है त। हुन्छ, गुड बाई।